जोजलपा नेपाल भाषा लर्निङ। हजुरहरूलाई यो भिडियो कस्तो लागिरहेको छ कमेन्ट गर्न सक्नुहुन्छ। यदि राम्रो लागेको छ भनेदेखि हजुरले यो युट्युब च्यानल तिमीलाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ। त्यस्तै गरी हजुरहरूले सोसियल मिडिया जस्तै कि फेसबुकमा सेयर गर्न सक्नुहुन्छ, जसले गर्दा हजुर जस्तै इन्ट्रेस्टेड मान्छेहरूले सजिलै भेटाउन सक्नेछन् र हजुरको साथीहरूले भेटाएर उहाँहरूले पनि प्र्याक्टिस गर्नुभयो भने हजुरलाई प्र्याक्टिस गर्नको लागि एउटा साथी पनि हजुरले भेट्नुहुनेछ र भिडियो सेयर गरेर हजुरले हजुरको फ्रेन्डहरूलाई ट्याग पनि गर्न सक्नुहुन्छ। त्यस्तै गरी भिडियो पज गरेर हजुरले यो एकछिन पढ्न सक्नुहुन्छ। यो सेभ नेपाल भाषा क्याम्पेनको बारेमा केही कुरा मैले लेखेको छु र त्यस्तै गरी हजुरले नेपाल भाषा छिटो सिक्न चाहनुहुन्छ भने केही टिप्स छ, यो पनि भिडियो पज गरेर एकछिन पढ्न सक्नुहुन्छ। र अब भिडियो नम्बर 1 सुरु गरौँ। नम्बर 1 आजको हाम्रो टपिक चाहिँ नि अब म्यारेज रिलेटेड छ। म्यारेजमा पनि अलिकति रोमान्टिक सेन्टेन्सहरू ल्याएको छु मैले। आई वान्ट टु म्यारी यु, म तिमीसँग बिहे गर्न चाहन्छु। जी छ नाप इपा या मासे मासे व जी छ नाप इपा या मासे व। विल यु म्यारी मी, के तिमी मसँग बिहे गर्छौ? छ जी नाप इपा याउ खला छ जी नाप इपा याउ खला। भिडियो 1 र 2 मा मैले इङ्ग्लिस सेन्टेन्स पनि राखेँ किनभने त्यो अलिक पपुलर इङ्ग्लिस सेन्टेन्स भएको राखेको छु। भिडियो 3 देखि चाहिँ नि सेन्टेन्स 3 देखि चाहिँ मैले नेपाली र नेपाल भाषामा मात्र राखेको छु। तिमी मेरो श्रीमान बन्छौ अथवा बन्ने हो। छ जिगु भात 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 होइन भात जिउला बन्छौ अर्थात् जिउला अथवा बन्ने हो जिउ खला जिउ खला। छ जिगु भात जिउला अथवा छ जिगु भात जिउ खला। अर्को, तिमी मेरी श्रीमती बन्छौ। छ जिगु कला 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 जिउला जिउला छ जिगु कला जिउला। त्यस्तै गरी यसमा हामीले अरू पनि बनाउन सक्छौँ, जस्तै कि तिमी मेरी श्रीमती बन है। छ जिगु कला जु नि छ जिगु कला जु नि। त्यस्तै गरी अर्को, तिमी मेरी श्रीमती तिमी मेरी हुनेवाला श्रीमती। छ जिगु जुई ट्याउ म जुई ट्याउ म कला छ जिगु जुई ट्याउ म कला। अर्को, तिमी मेरी श्रीमती भइसक्यो। छ जिगु कला जुई जुई तुङ्कला जुई यस्तो गर्दा पनि ठिकै हुन्छ। छ जिगु कला जुई तुङ्कला। अर्को त्यस्तै, तिमी मेरी श्रीमती हुने होइन। छ जिगु कला जुयु मखुला जुयु मखुला छ जिगु कला जुयु मखुला। यो मैले अलि रमाइलो सेन्टेन्स बनाएको छु, तर आफ्नै मान्छेलाई मात्र भन्नुहोला, अलिकति भन्न नहुने मान्छेलाई नजिस्काइदिनु होला यो भनेर। त्यस्तै गरी यसमा श्रीमतीको ठाउँमा श्रीमान पनि राख्न सक्छौँ, कलाको ठाउँमा पाठ पनि राख्न सक्छौँ। त्यसरी पनि सेन्टेन्स बनाउन मिल्छ, बाँकी सबै सेम हुन्छ। यो श्रीमान र श्रीमतीको ठाउँमा श्रीमान मात्र हुन्छ। र मेरो रिक्वेस्ट छ कि केटी मान्छेहरूलाई अथवा केटी मान्छेले केटा मान्छेले केटी मान्छेले नजिस्काइदिनु होला। अब आफ्नै मान्छे छ भने अब जिस्किनु हुने मान्छेहरूलाई मात्रै जिस्किनु होला, अरूलाई जिस्काएर नचाहिने दुःख नदिनु होला कसैले पनि। नेक्स्ट, अब हामी बिहे गरौँ है। आ ची इपा याउ नि आ ची इपा याउ नि। यो साल बिहे गरौँ है।
क्वेसन मार्क छुटाएर नभन्नु होला। यो मेरो इङ्ग्लिस सिकाउने मात्र उद्देश्य हो। यो क्वेसन मार्कहरु चाहिँ कुनै ठाउँमा फुल स्टप, कुनै ठाउँमा क्वेसन मार्क छुटेको छ, त्यो मैले नराखेको पनि हो। छिटो गर्दाखेरि एउटा दुई ठाउँमा मैले ग्रामर मात्र रिचेक गरेको छु, यो क्वेसन मार्कहरु रिचेक गरेको छैन। त्यस्तै नेपाल भाषामा भन्दाखेरि ठुक्सी इपा याउनी, ठुक्सी इपा याउनी, ठुक्सी अर्थात् यो साल, अर्को साल बिहे गरौँ है। आइको अर्थात् अर्को साल, इपा याउनी, आइको इपा याउनी, याउनी अर्थात् गरौँ है। म तिमीसँग मात्र बिहे गर्छु। जी छ नाप जक इपा या, जी छ नाप जक इपा या, छ नाप जक अर्थात् तिमीसँग मात्र। अब यो एउटा चाहिँ नि साँच्चै रोमान्टिक सेन्टेन्स छ। हिजो हाम्रो बिहे भएको सपना देखेको। मिग झिगु इपा जु अर्थात् जुगु, जु भन्नुभए पनि हुन्छ, जुगु भन्नुभए पनि हुन्छ। मगस महु, मिग झिउ इपा जुगु मगस महु। मिग अर्थात् हिजो, झिगु अर्थात् हाम्रो, जुगु भएको, मगस महु सपना देखेको भन्नाले अब खौं भन्छ, तर सपनालाई चाहिँ मगस खौं भन्दैन कि मगस महु भन्छ। बिहे पछि हामी कहाँ घुम्न जाने? इपा लिपा, जी गन चाह्यु वन्यु, इपा लिपा जी गन चाह्यु वन्यु। लिपा अर्थात् पछि, गन अर्थात् कहाँ, चाह्यु वन्यु घुम्न जाने। बिहे पछि मलाई कति माया गर्छौ? यो प्राय केटी मान्छेहरूले सोध्ने क्वेसन मैले यहाँ राखेको छु। सायद हजुरहरूलाई काम लाग्न सक्छ। अब आफ्नो मनपर्ने मान्छेको लागि, मनपर्ने मान्छेलाई नेपाल भाषामा भन्नको लागि काम लाग्न सक्नेछ। इपा लिपा जित गुली मतिना याउ, इपा लिपा जित गुली मतिना याउ। गुली अर्थात् कति, मतिना अर्थात् माया। मतिना अब केटी मान्छेहरूको नाम पनि हुन्छ। र यो मतिना वर्डको युज एउटा गीतमा पनि छ, धेरै गीतमा छ, तर राजामती वा मतिना या वा भन्ने एउटा गीत छ, त्यसमा पनि छ। यो गीतको लिरिक्स हजुरले यो ब्लगमा पनि पाउन सक्नुहुन्छ। यसमा यो ब्लगमा नेपाल भाषा सङ्ग्स अथवा केही त्यस्तै नेवारी सङ्ग्स त्यस्तै छ। बढी युज हुने टपिक वर्ड नेवारी भएकोले मैले त्यो नेवारी युज गरेको पनि हुनसक्छ ब्लगमा, यहाँ चेक गर्न सक्नुहुन्छ। यो पनि प्राय युज भइराख्ने सेन्टेन्स भएकोले मैले यो पनि राखेको छु। हाम्रो बिहे भएन भने तिमी के गर्छौ? क्वेसन मार्क। झिगु इपा मजुसा छु याउ, झिगु इपा मजुसा छु याउ। मजुसा अर्थात् भएन भने, छ अर्थात् तिमी, छु याउ के गर्छौ अथवा के गर्ने भन्दाखेरि पनि छु याउ भन्छौँ हामीले। अर्को रमाइलो सेन्टेन्स छ। बिहे पछि फुटबल टिम बनाउनु पर्छ है। इपा लिपा फुटबल टिम देके मानी नि, इपा लिपा फुटबल टिम देके मानी नि। लिपा अर्थात् पछि, देके मानी बनाउनु पर्छ नि अर्थात् है। यसमा हामीले बनाउनु पर्छको सट्टा बनाउने गर्दाखेरि चाहिँ नि, बनाउने है भन्दाखेरि देक्यु नि भन्न सक्छौँ। देक्यु।
त्यस्तै अर्को सेन्टेन्स छ बिहे हुने भयो बाजा बज्ने भयो। अब यो रमाइलो मानेर पनि भन्न सक्छौँ, बिहे हुने भयो बाजा बज्ने भयो भनेर रमाइलो तरिकाले पनि भन्न सक्छौँ, र अब कसैलाई जिस्काएर अब बिहे हुन्छ तेरो बाजा बज्छ यो आशयले पनि भन्न सक्छौँ। यसलाई नेपाल भाषामा यसरी भनिन्छ, इपा ज्यू जुल बाजौँ, बाजालाई बाजौँ, थायु जुल थायु, इपा ज्यू जुल बाजौँ थायु जुल। जुल अर्थात् भयो, बाजौँ अर्थात् बाजा, थायु जुल अर्थात् बज्ने भयो अथवा बजाउने भयो। बिहेपछि म तिमीलाई आफ्नो मुटुमा राखिराख्छु। यो एउटा रोमान्टिक सेन्टेन्स लिएको छु। हजुरहरूले पनि अब कसैलाई साँच्चै मन पराउनु भएको छ भनेदेखि यो युज गर्न सक्नुहुन्छ, र कसैलाई हावातालमा चाहिँ नभन्नु होला यो, किनभने एकदम राम्रो सेन्टेन्स छ। र हजुरले अब यो साँच्चै कसैलाई ट्रु लभ गर्नुहुन्छ भने हजुरले एसएमएसमा पनि यो सेन्टेन्स पठाउन सक्नुहुन्छ। यसलाई नेपाल भाषामा के भन्छ हेरौँ, इपा लिपा जी अथवा जी, यसमा जी बेटर हुन्छ, इपा लिपा जी छन्त थगु नुगले तयाते। इपा लिपा जी छन्त थगु नुगले अथवा नुगले तयाते। नुग भन्नाले मन हो, नुग। यो अब कसैले नुगले भनेको मैले पाएको छु कम्युनिटीमा, कसैले नुगले भन्छ। छन्त अर्थात् तिमीलाई, थगु आफ्नो, नुगले मुटुमा, तयाते अर्थात् राखिराख्छु। बिहे सानो तरिकाले होस्, माया धेरै होस्। इपा तिजक जुइमा मतिना यक्पो जुइमा। इपा तिजक जुइमा मतिना यक्पो जुइमा। तिजक अर्थात् सानो तरिकाले, जुइमा अर्थात् होस्, यस्तो होस् भन्नको लागि थे जुइमा भनेर भन्छौँ हामीले। मतिना अर्थात् माया, योको होइन, यो एउटा होटेल ब्रान्ड पनि छ जस्तो लाग्यो मलाई योको भन्ने, त्यो योको होइन कि योको अर्थात् धेरै। हामी जुन सोसाइटीमा हुर्किन्छौँ त्यो सोसाइटीको लागि हामीले केही कन्ट्रिब्युट गर्नुपर्छ, र त्यस्तै सोच केही मानिसहरूको यो सेन्टेन्ससँग मिल्न सक्छ। हुन त अब बाजा बजाउँदाखेरि पनि बाजा बजाउने मान्छेको जुन अर्निङ हुन्छ त्यो अर्निङले उसको फ्यामिली चल्छ, त्यो पनि एउटा कन्ट्रिब्युसन नै हो। त अब यो सेन्टेन्समा जाउँ हामी, बाजामा सकाउने पैसा अनाथ बच्चाहरूलाई दिने है। बाजाले फुक्यु टेबा, यो त हजुर सबैलाई थाहै होला, टेबा अर्थात् मनी, मा टेबा मा अबु मरुपी मस्तेत बिउ नि। बाजाले फुक्यु टेबा मा अबु मरुपी मस्तेत बिउ नि। बाजाले अर्थात् बाजामा, फुक्यु अर्थात् सकाउने, टेबा पैसा मनी, मा अबु मरुपी अर्थात् अनाथ बच्चाहरू, मस्तेत बच्चाहरूलाई, बच्चा भन्दाखेरि हामीले मस्त बच्चाहरूलाई मस्तेत, बिउ अर्थात् दिने, नि है। अर्को सेन्टेन्स, भोज गर्ने पैसाले हामी राम्रो काम गर्ने है। हजुरको क्याटरिङ बिजनेस छ भने सायद हजुरलाई मन नपर्न सक्छ, तर यो सेन्टेन्स मात्र हो सिकाउनको लागि, अब प्र्याक्टिकली पोसिबल नहुन पनि सक्छ यस्तो। वे याउ टेबा जी बालाउ ज्या याउ नि। वे याउ टेबा जी
बालाउ ज्यायाउनी भुए अर्थात् भोज र सुकुलमा बसेर खाने भोज जुन हुन्छ सुकुलमा बसेर चिउरासँग अब गेरागुडी अब अरू आइटमहरू राखेर खाने जुन सुकुलमा बसेर खाने भोजलाई झो भए भन्छ कसैले सुकु भए भन्छ सुकुल अर्थात् सुकुलमा बसेर खाने भएकोले सुकुल भोज भन्छ सुकु भए भन्छ तर सुकु भए होइन कि त्यो झो भए हो त्यबा अर्थात् पैसाले याव अर्थात् गर्ने बालाउ अर्थात् राम्रो ज्या अर्थात् काम अर्को सेन्टेन्स भोज गर्ने पैसाले भोकोलाई खुवाउने है भुए याव त्यबा ने पि ट्या पिन्त ने पि ट्या पिन्त नक्यु नि फेरि एकचोटि भन्छु ने पि ट्या पिन्त ने पि ट्या पिन्त अर्थात् भोकोलाई ने पि ट्या पिन्त अर्थात् भोकोलाई नक्यु अर्थात् खुवाउने आजलाई यति नै थ्याङ्क यू शुभ